हामीले म्यामोग्राम कुन एजबाट स्टार्ट गर्ने? यो म्यामोग्राम लिएर अहिले समाजमा धेरै भ्रमहरू फैलिएका छन् कि यसमा रेडिएसन एक्सपोजर हुन्छ अनि यो गर्नु सेफ होइन। तर यो रेडिएसन त एक्सपोजर हुन्छ, तर यो एकदम नेग्लिजिबल रेडिएसन हो। यो भनेको तपाईले हामीले घामबाट पनि रेडिएसन पाउँछौँ, हाम्रो वाइफाईबाट पनि रेडिएसन पाउँछौँ, फोनबाट पनि पाउँछौँ। तर हामीले रिस्क भर्सेस बेनिफिटको कुरा गर्छौँ। यहाँ तपाईलाई यो रेडिएसन एक्सपोजरले फाइदा गराउँछ र त्यो रेडिएसन एक्सपोजर एकदम न्यून मात्रामा छ भने त्यसलाई हामीले त्यस्तो गम्भीर रूपमा लिनु हुँदैन। र म्यामोग्राम गरेपछि तपाईको रोग एकदम अर्ली स्टेजमा डिटेक्ट हुने चान्सेस एकदमै हाई हुन्छ। म्यामोग्राम गर्नलाई हाम्रो रेकमेन्डेसन चाहिँ हाम्रो रेडियोलोजिकल सोसाइटीको 40 वर्षभन्दा माथि हो। 40 वर्षभन्दा माथिलाई हरेक वर्ष नर्मल आयो भने हरेक वर्ष एउटा म्यामोग्राम गर्ने भन्ने रेकमेन्डेसन छ। तर अहिले ब्रेस्ट क्यान्सर प्राय युवाहरूमा पनि देखिन थालेको छ। 20, 25, 30 त्यो स्टेजमा म्यामोग्राम गर्ने अथवा नगर्ने भन्ने कुरा अझै पनि कन्ट्रोभर्सियल नै छ। तर हामीले त्यो नगरेर भिडियो एक्सरेबाट चाहिँ एटलिस्ट फलोअप गर्दा हुन्छ। र तर एकदमै हाई रिस्क हुनुहुन्छ, तपाईको आमालाई क्यान्सर थियो, तपाईको दिदीबहिनीलाई क्यान्सर थियो भने अर्ली स्टेजमा पनि म्यामोग्राम कहिलेकाहीँ चाहिँ गर्ने गरिन्छ।